आमाजी कहाँ आइपुग्नु भयो तपाईँ भन्नुहोस् कुन्टो कहाँ हो के थाहा मलाई चाहिने बस के छ ल आज हाम्रो टोलीहरू फ्यामिली ग्यादरिङ यसो हल्का घर खाना नरुचेर डाँडामा आएर खाना आएको आज घर खाना रुचेन अरे गाईहरूलाई गाईहरू हामी चाहिँ सुरु हुँदैछ गाई पुलाउ म्यान उहाँ हुनुहुन्छ पुलाउ बनाएको कसले हो ए ल पुलाउ पकाउँछु त्यो उहाँ अनि ए खाना जन्मिएको आऊ खाऊ भन्नेमा हाल्ने आज होइन भएन सेसनमा हुनुहुन्छ यहाँ पिकनिक खाइसकेपछि गाइजहरू अब भ्याइसक्यो अब होइन अब हाम्रो समापन भइसक्यो यो हाम्रो पाखा पानी यताउताबाट आइरहेको अवस्था हो गाइज म चाहिँ यसरी झोला बोकेर आएको अवस्था हो हल्का घरैबाट ड्राई पिकनिक बनाएर ल्याइसकेपछि यस्तो अवस्था छ कोही यतातिर यस्तो छ अवस्था नाजिक छ डबल ड्रेस लाएर हिँड्नु भएको छ गाइजहरू म चाहिँ यो हाम्रो हल्का पुरा मैले पुरै मेरो यो भ्लगको लागि हो हाम्रो उकाली ओराली चढ्दै डाँडा पाखा हरियाली गर्दै आफ्नै गाउँ सम्झेर आए म हजुर भिडियो बनिराख पुरै यो पुरै भ्लग बनिराख यहाँ यो एकछिन यो मेरो भ्लगको लागि हो गाइज भेडाइसँग छ मामा यो पाटनमा गाइज पाटनमा हामी यो भ्युचिलाको पाहाबानीको पाटनमा छौँ हामी उकाली ओराली गर्दै भेडा 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 गाइज हामी भेडा चराउँदैछौँ आज गाइज ल हाम्रो टोलीहरू खाइसकेपछि आज पूर्ण फर्किने क्रममा भेडासँग कलर मिल्ने ड्रेस रहेछ आज गाइड ड्रेस ल देन्छ नि त तपाईँ गाइजी हाम्रो यस्तो छ अवस्था पुरै हामी हिँडिरहेको अवस्था हो ल हामी चाहिँ अब करिब लाग्ने पनि होला गाइजहरू आइराख्नु भएको अवस्था छ हामी यसरी यो भ्युचुलामा पहिला बाख्रा हेर्न आएको अहिले कति वर्ष पछाडि घुम्न आइयो हामी यहाँ माथिसम्म त आउँथ्यौँ बिहान बाख्राहरू लिएर अनि त्यहाँ मेलीबाट यहाँ पुग्नु त 1-2 घन्टा लाग्छ त 2 घन्टा लाग्दैन हिँडेर पनि 1 घन्टा आइन्छ बाइकमा त 5-10 मिनट कृष्ण ए होइन कस्तो पसल पाइन्छ पसल त चाउचाउ ल्याउनु पर्ने भयो ल खानुभयो अरे आज के खानुभयो भान्जी तपाईँले अब यो चटपट खाने कार्यक्रम चलिरहेको छ गाई त्यहाँ आज त भाइरल मान्छे हो मामा त फाइनली गाइज मामालाई भाइरल नगराइ म के छोडुला आज
अहिले यो देखाएर मलाई यसो उचालेर ठुलो पाप हुँदैछ अनि यहाँ नजान्ने मान्छेलाई ठिक छ क्याप्टेन भएर होला ड्रेस पनि 3 जोड गर्नु यता उठाउनु क्याप्टेनलाई ल क्याप्टेनलाई उठाऊ सबले उठाऊ क्याप्टेनलाई उठाऊ गाइज क्याप्टेनलाई उठाऊ गाइज हो ताली आन ल सबले ताली क्याप्टेन उठ्नु भयो त्यसले पनि मचाउला र